एक दिन मेरो बगैँचामा एक अजीब किसिमको रङ्गीन पुतलीको आगमन भयो। म घन्टौँसम्म टोलाइरहेँ उनीमा र कल्पना गर्न थालेछु मेरो पुतलीको आगमन भयो। पुतली घरि सयपत्री तिर ढुक्छ, घरि मखमली तिर फुल्छिन्, घरि गुलाबसँग निस्किन्छ, सबै फुलहरूलाई आफ्नो मन दिन्छन्। म ईर्ष्याले चुर हुन्छु फुलहरूसँग र चाहन्छु बडे मानको आँधी भइदिउँ र उडाइदिउँ सबै फुलहरूलाई, किनकि त्यो पुतली मेरी हो। पर लैजाउँ फुलहरू टिपिदेऊ तारा जो बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू। तर केही पलमै भुर्र उडेर जान्छन् पुतली। जसरी उडेर जान्छन् हावाका झुक्काहरू मनसम्म पुगेर, मेरो हकीकत उडेर जान्छ, मेरो कल्पना उडेर जान्छ, मेरो सपना उडेर जान्छ। जब उडेर जान्छन् मेरी पुतली, उनी पुतली हो, त्यसैले पनि उनले उडान भर्नुपर्छ, उनले सहेर गर्नुपर्छ अनेक बगैँचाहरू, किनकि उनले सुनाउनुहुन्छ मलाई थुप्रै फुलहरूका कथाहरू। पर लैजाउँ फुलहरू थ्याङ्क यू सो मच।